दर्शकबिन नमस्कार। लुम्बिनी 24 टिभीमा हजुरहरूलाई स्वागत गर्दछौँ। विश्व प्रसिद्ध गौतम बुद्ध भगवानको जन्मस्थल हो। लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेको लुम्बिनी विकास कोषले सार्वजनिक सूचना लुकाएपछि योजना प्रमुख स्मिता भट्ट र सरोकारवाला बीच विवाद चर्किएको छ। हजुरहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यो रिपोर्ट। पत्तो बुझाएको छौं र आज लगभग एक हप्ता भइसक्यो। हामी चाहिँ त्यसको बारेमा फेरि के भयो हाम्रो चाहिँ मागहरूको बारेमा हैन हामी बुझ्न आएको छौं र त्यो चाहिँ हामी चुडामरी सर चाहिँ प्रशासनको मान्छे हुनुहुन्छ, उहाँबाट पाउने चाहिँ हामीले चाहिँ नर्मली चाहिँ सूचना मात्रै माग्न आएको छौं। अब सूचना हामीलाई उपलब्ध भएन भने हामी नेक्स्ट स्टेपमा जान्छौं। हामी चाहिँ यहाँ भइरहेको गलत गतिविधिहरू जुन प्रकारको चाहिँ बाहिरको चाहिँ मान्छे बाहिरबाट भेन्डर बाहिरबाट चाहिँ ठेकेदारहरू ल्याएर हम कर्मचारीहरू आफै ठेकेदारी गरिरहेछन्, त्यसको विरुद्धमा हामी भण्डाफोर भ्रष्टाचार विरुद्धमा आवाज उठाइराखेका छौं र अहिले हामी शान्तिपूर्ण तरिकामा नै छौं र हामी शान्तिपूर्ण तरिकामै जान्छौं हैन। त्यही भएर चाहिँ हामी आज आफ्नो चाहिँ हाम्रो माग कहाँसम्म पुग्यो, हामीले मागेका कुराहरू हाम्रो चाहिँ हाजिरीदेखि लिएर रजिस्टरको फोटोकपीहरू चाहिँ त्यो उपलब्ध गराइदिनु हुनको लागि चाहिँ हामी युवाहरू खासमा शान्तिपूर्ण तरिकाले आएको छौं। खासमा हजुरहरूले यहाँ के पाउनु भयो त्यस्तो र यो हजुरको माग विषय बुदागत रूपमा माग चाहिँ के हो? हामी चाहिँ प्रोजेक्ट म्यानेजर साहबको गतिविधिहरू जुन प्रकारले एउटा राणा शासन तरिकाले चाहिँ उहाँ एउटा कर्मचारीको रूपमा यहाँ आउनु भएको छ र उहाँ एज अ ठेकेदारको रूपमा भूमिका निर्वाह गरिराख्नु भएको छ र हामी जस्तै अब उहाँ काठमाडौँ जाँदाखेरि गाडी दुरुपयोग गर्ने हैन, आफू फ्लाइटबाट जाने गाडी तलबाट जाने हैन, यो रमैतोको लागि उहाँको बाउको यो सम्पत्ति हैन कि यो नेपाली जनताको सम्पत्ति हो। र अरू पनि जस्तै बुद्ध जयन्तीमा प्रोग्राम भएको थियो, हाम्रो यहाँको भेन्डरले 3 लाखमा कोटेसन दिएको, अहिले चाहिँ हामीले पाएको छौँ 9 लाखको बिल। बाहिरको भेन्डरले बाहिरको उसले चाहिँ 9 लाखको बिल उपलब्ध गराएको छ। एक त स्थानीयले सस्तोमा दिइराखेको छ र स्थानीयले काम पाएको छैन, त्यसको पनि हामीले चाहिँ जवाब मागेका छौँ। र बुद्ध जयन्तीमा मायादेवी मन्दिरमा लाइटिङ भएको कुराहरू पनि हाम्रो यहाँको भेन्डरले चाहिँ 2 लाखको दिने हैन, अनि बाहिर भेन्डर अहिले बिल आएको छ 4 लाखको। यो सबै के भइरहेछ यस्तो गतिविधिहरू? अनि प्रोजेक्ट म्यानेजरको काम कर्तव्य के हो? उहाँ ठेकेदार हो हैन, उहाँको कर्तव्य हो प्रोजेक्टलाई फाइनलाइज गर्ने। कतिवटा प्रोजेक्ट 2 वर्ष भयो, उहाँको कतिवटा प्रोजेक्ट फाइनलाइज भयो। अहिले पर्सामा हामी आउँदाखेरि धुलो खाइरहेछ, हाम्रो लुम्बिनीको बदनामी भइराखेको छ कि उहाँहरू 5 वर्ष आउने अनि लुम्बिनीमा लुटेर भ्रष्टाचार गरेर जाने अनि बदनामी हामी लुम्बिनीवासीले गर्ने। यसको जवाफहरू हामी सबैसँग लिन्छौँ कि अहिलेलाई उहाँलाई गरिराखेको छौँ र यदि हामीले आफ्नो अधिकारको र आफ्नो सूचना पाएनौँ भने हामी अरू पनि एक्टिभिटीहरू गर्छौँ। अनि गाडीहरू पनि यहाँ चरम भ्रष्टाचार भएको छ। गाडीहरू सरकारले या डोनरले लुम्बिनीको लागि दिएको छ, कसैको बाउको लागि दिएको छैन कि उहाँको नातेदार रिश्तेदार आएर मौज मस्ती गरून् कि। र हामी अहिलेको युवा हामी यो युवाहरूले हाम्रो चाहिँ हामीलाई यो ललिपप दिएर चुप गराइदिने हैन, त्यस्तो हुनेवाला छैन कि। हामी अधिकारको लागि लडिरहेका छौँ। अनि उहाँको बुढालाई गाडी युज गरिराखेको, उहाँको बुढाको उहाँको बाउलाई उहाँको छोराछोरी लागि यहाँ सुविधा दिइराखेको छैन हाम्रो सरकारले। यो लुम्बिनीको नाम बदनाम गर्ने जुन गतिविधिहरू यहाँको कर्मचारीहरूले गरिराखेको छन् त्यसको हामी चाहिँ प्रतिरोध गर्छौँ र त्यसको बारेमा हामीले चाहिँ यो एक्सन लिएको छौँ। अरू केही पनि हाम्रो त्यस्तो छैन। मेरो नाम अर्जुन कुर्मी हो। हामी रिस्पोन्स टिमबाट आएको छौँ र हामी चाहिँ जुनसुकै टिम, हामी स्थानीय हो। बस मेरो घर लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नम्बर 1 हो र यहाँको एउटा पनि जनतालाई कुनै संस्था चाहिएको छैन हैन, त्यो हाम्रो अधिकारको कुरा हो। धन्यवाद।